नमस्ते। विकासको कुरा गर्दा हामी अक्सर कर्णाली प्रदेशको नाम लिन्छौं, तर प्राय एउटा अभाव र पछाडि परेको सन्दर्भमा। हो सधैँ त्यस्तै सुनिन्छ। आज हामी कर्णालीकै कुरा गर्दैछौं, तर एउटा अनौठो विरोधाभासबाट। जुन प्रदेशलाई विकासको सबैभन्दा धेरै खाँचो छ, त्यहीको सरकार आफ्नै विकासको पैसा खर्च गर्न नसकेर बसिरहेको छ। यो अवस्थालाई विरोधाभास भन्दा पनि एउटा गम्भीर प्रणालीगत असफलता भन्नु पर्ला जस्तो लाग्छ मलाई त। प्रणालीगत असफलता। मतलब स्रोत छ, बजेट पनि छ, तर त्यो विकासमा रूपान्तरण हुने संयन्त्र नै लगभग थप्प जस्तो देखिन्छ। यो त कस्तो भयो भने भान्सामा सबै सरसामान छ, तर परिवार भोकै छ। किनभने पकाउने मान्छेले कामै सुरु गरेको छैन। ठ्याक्कै। आज हामी यही विषयमा अलिक गहिरिएर हेर्नेछौँ। हाम्रो हातमा अनलाइन खबरका लागि यज्ञ खत्रीले तयार पारेको एक विस्तृत रिपोर्ट छ। यसले कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयनको निराशाजनक अवस्थालाई तथ्याङ्कसहित बाहिर ल्याएको छ। हो, र हाम्रो उद्देश्य केवल तथ्याङ्क मात्रै भन्नु होइन। होइन, हाम्रो उद्देश्य त मुख्यमन्त्रीको प्रतिबद्धताका बावजुद विकासको गति किन यति सुस्त छ भन्ने प्रश्नको जरासम्म पुग्ने प्रयास गर्नु हो। र यो सुस्तताको पछाडि के जेनजी आन्दोलन जस्ता घटनाहरू साँच्चै जिम्मेवार छन् वा ती केवल बहाना मात्र हुन्, हामी यो पनि खेलाउनेछौँ। त्यसो भए सुरु गरौँ कर्णालीको बजेट खर्चको त्यो समग्र चित्रबाट, जुन साँच्चै नै चिन्ताजनक छ। एकदमै चिन्ताजनक। चालु आर्थिक वर्षको 5 महिना बितिसक्यो होइन। मङ्सिर मसान्तसम्मको तथ्याङ्क हेर्दा कुल बजेट लगभग 33 अर्ब रुपैयाँमा जम्मा 3 अर्ब 25 करोड मात्र खर्च भएको छ। प्रतिशतमा भन्दा जम्मा 9.8%। 5 महिनामा 10% पनि नपुग्नु त आफैमा एउटा खतराको घण्टी हो। हो त नि, तर यसभित्रको कथा अझै गहिरो छ। यो 9.8% खर्चलाई पनि हामीले दुई भागमा हेर्नुपर्छ, चालु खर्च र पुँजीगत खर्च। हो, र रिपोर्टमा यो भिन्नताले नै समस्याको वास्तविक आकार देखाउँछ। चालु खर्च मतलब कर्मचारीको तलब भत्ता जस्ता कुरामा 19.4% खर्च भएको देखिन्छ। त्यो त हुनै पर्यो। कर्मचारीलाई तलब नदिई भएन, कार्यालय सञ्चालन गर्ने पर्यो। एकदम। तर पुँजीगत खर्च, जसलाई हामी विकास खर्च भन्छौं नि, हो, बाटो, पुल, सिंचाई, अस्पताल बनाउने पैसा, त्यसमा भने अवस्था भयावह छ। विकासका लागि छुट्याइएको झण्डै 20 अर्ब रुपैयाँमा जम्मा 87 करोड 9 लाख मात्र खर्च भएको छ। यो भनेको जम्मा 4.36% हो। कल्पना गर्नुस् त। जम्मा 4.36%। यसको मतलब त सरकारको प्रशासनिक गाडी त चलिरहेको छ, तर विकासको गाडी त ग्यारेजबाट निस्केकै छैन जस्तो पो देखियो। तपाईले ठ्याक्कै भन्नुभयो। यसले के देखाउँछ भने प्रदेश सरकारले कर्मचारीको तलब जस्ता अनिवार्य दायित्व त पूरा गरिरहेको छ, तर प्रदेशको मुहार फेर्ने वास्तविक काम चाहिँ ठप्प छ। एकदम। आर्थिक वर्षको सुरुको 5 महिनासम्म विकासको गति यति सुस्तो हुनु भनेको अन्त्यमा हतारमा काम हुने वा बजेट नै फ्रिज हुने कर्णालीको पुरानै रोग फेरि बल्झिने निश्चित संकेत हो। यो त समग्रमा भयो, तर कुन निकाय वा मन्त्रालयले कस्तो काम गरिरहेको छ भनेर हेर्दा समस्याको जड अझै स्पष्ट होला। हो, मन्त्रालयगत तथ्याङ्क हेर्दा त अवस्था झनै निराशाजनक छ। सबैभन्दा पहिले त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय। कर्णाली जस्तो ठाउँमा कृषिको महत्त्व कति हुन्छ हामी सबैलाई थाहा छ। तर यही मन्त्रालयले आफ्नो विकास बजेटको जम्मा 1.57% मात्र खर्च गर्न सकेको छ। ल हेर्नुस्, 1.57%। र रिपोर्टमा एउटा अचम्म लाग्दो तथ्य के छ भने यो मन्त्रालयको नेतृत्व एमालेका विनोद कुमार शाहले गरिरहनु भएको छ, जो प्रदेश सरकारका प्रवक्ता पनि हुनुहुन्छ। यो त निकै विरोधाभासपूर्ण अवस्था भयो। सरकारको कामको बचाउ गर्ने र राम्रो कामको प्रचार गर्ने जिम्मेवारी बोकेका प्रवक्ताकै मन्त्रालयको प्रदर्शन सबैभन्दा कमजोर। यसले त सरकारको समग्र कार्यशैलीमाथि नै प्रश्न उठाउँछ, होइन त? एकदम। बाहिर एउटा कुरा र भित्र अर्कै अवस्था छ कि भन्ने देखाउँछ यसले। त्यस्तै दोस्रो कमजोर प्रदर्शन गर्नेमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय छ। त्यसको कति छ? जम्मा 2.42% मात्र। र यो मन्त्रालयको नेतृत्व नेपाली कांग्रेसकी मन्त्री विजया बुढाले गरिरहनु भएको छ। यसले त के देखाउँछ भने यो समस्या कुनै एक व्यक्ति वा एउटा पार्टीको मात्र होइन, सबैभन्दा कमजोर प्रदर्शन गर्ने दुई मन्त्रालयको नेतृत्व दुई ठूला र सत्ता गठबन्धनका फरक पार्टी एमाले र कांग्रेसका मन्त्रीहरूले गरिरहेका छन्।
मतलब यो व्यक्तिगत असफलता भन्दा पनि प्रणालीगत कमजोरी हो। एकदम राजनीतिक इच्छाशक्ति र प्रशासनिक सक्रियताको समग्र अभावको परिणाम हो यो। अनि सबैभन्दा धेरै बजेट भएको मन्त्रालय भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, जसलाई प्रदेशको विकासको इन्जिनै मानिन्छ नि, ओहो 11 अर्बभन्दा बढी बजेट छ त्यसको। त्यो मन्त्रालयको विकास खर्च पनि जम्मा 5.64% मात्रै छ। यो त अचम्मै भयो। र त्यो 5.64% भन्दा पनि डरलाग्दो कुरा रिपोर्टमा अर्को छ। के छ? यो मन्त्रालयले अझै 185 वटा बहुवर्षीय योजनाको ठेक्का समेत लगाउन सकेको छैन। 185 वटा? हो, बुझ्नुपर्ने कुरा के हो भने बहुवर्षीय योजनाहरू भनेका ठूला र दीर्घकालीन महत्त्वका आयोजना हुन्। जस्तै ठूला पुल, रणनीतिक सडकहरू, यिनको ठेक्का त आर्थिक वर्षको सुरुमै हुनुपर्ने हो, ताकि कामले गति लिन सकोस्। हो। 5 महिनासम्म ठेक्का नै लाग्नु भनेको ती आयोजना यो वर्ष सुरु हुने सम्भावना लगभग सकिँदै जानु हो। यसले प्रदेशको दीर्घकालीन विकासमा ठूलो धक्का दिन्छ। तर मन्त्रालयका प्रवक्ताको कुरामा पनि केही दम छ कि? भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले धेरै आयोजनाहरू ठेक्का प्रक्रियामा गइसकेको र भुक्तानी हुन समय लाग्ने तर्क गर्नुभएको छ। उहाँको दाबी अनुसार दोस्रो चौमासिक अर्थात् फागुनसम्ममा खर्चको स्थितिमा सुधार देखिनेछ। के यो एउटा स्वाभाविक प्रक्रियागत ढिलाइ मात्र हुन सक्दैन र? हेर्नुस्, यो सरकारी अधिकारीहरूको एउटा स्थापित तर्क हो र यसमा केही सत्यता पनि हुन्छ। ठेक्का लागेर, काम भएर, त्यसको मूल्याङ्कन भएपछि मात्र भुक्तानी हुने भएकोले खर्चको तथ्याङ्क देखिन केही समय लाग्छ। त्यो त हो। तर 5 महिनासम्म 185 वटा ठूला आयोजनाको ठेक्का नै नलाग्ने र जम्मा 5-6% मात्र खर्च देखिनुलाई सामान्य प्रक्रियागत ढिलाइ मात्र भन्न मिल्दैन। यो त काम सुरु नै नभएको अवस्था हो। तपाईले प्रणालीगत कमजोरीको कुरा गर्नुभयो, तर रिपोर्टले एउटा सङ्कीर्ण घटनालाई पनि यो सुस्तताको प्रमुख कारण मानेको छ नि, त्यो हो जेएनजी आन्दोलन। हो, गत साउनमा भएको त्यो आन्दोलन एउटा महत्त्वपूर्ण घटना थियो। खास गरी नागरिकता विधेयकसँग सम्बन्धित विषयलाई लिएर युवाहरूले आन्दोलन गरेका थिए। त्यो आन्दोलनले उग्र रूप लियो र त्यसक्रममा प्रदेशसभा भवनमा आगजनी भयो। हो, र त्यसले प्रदेशको राजनीति र प्रशासनमा ठूलो तरङ्ग ल्यायो। अनि रिपोर्ट अनुसार त्यो आन्दोलनपछि मन्त्रालयहरू लगभग सुनसान छन्। कर्मचारीहरूमा एक किसिमको त्रास छ र कामले गति लिन सकेको छैन। अझ प्रदेशसभा भवन नै नभएपछि 5 महिनादेखि प्रदेशसभाको बैठक समेत बस्न सकेको छैन। यो त गम्भीर कारण नै देखिन्छ नि। आन्दोलनले सरकारी काममा प्रत्यक्ष असर गर्यो भन्ने कुरामा दुई मत छैन। तर प्रश्न के हो भने आन्दोलन भएको पनि महिनौं भइसक्यो। त्यसपछिको अवस्थालाई सामान्यीकरण गर्न र रोकिएका कामलाई गति दिन सरकारले के गर्यो त? त्यही त। तथ्याङ्कले त त्यति उत्साहजनक चित्र देखाउँदैन। रिपोर्ट भन्छ आन्दोलनपछि मन्त्री परिषदको बैठक जम्मा 2 पटक मात्र बसेको छ। र ती बैठकका निर्णयहरू हेर्नुहोस्, त्यसले सरकारको प्राथमिकता देखाउँछ। पहिलो बैठकले शहीद स्मृति भत्ताका लागि बजेट छुट्याउने निर्णय गर्यो, जुन एक किसिमको राजनीतिक निर्णय थियो। हो। दोस्रो बैठकले आन्तरिक मामिला मन्त्रालयलाई मुख्यमन्त्री कार्यालयमा गाड्ने निर्णय गर्यो, जुन एउटा प्रशासनिक पुनर्संरचनाको विषय भयो। तर त्यो क्षतिग्रस्त प्रदेश सभा भवनको पुनर्निर्माण वा रोकिएका सयौं विकास आयोजनालाई कसरी अगाडि बढाउने भन्नेबारे ठोस योजना वा निर्णय भएको त कतै देखिँदैन। ठ्याक्कै यहीँनिर हो सरकारको नियतमाथि प्रश्न उठ्ने। कृषि मन्त्रीले बजेट खर्च नहुनुमा आन्दोलनलाई दोष दिनुभएको छ। तर के आन्दोलन मात्रै सम्पूर्ण समस्याको जड हो त? यदि हो भने पनि आन्दोलन रोकिएपछि विकास निर्माणलाई द्रुत गतिमा अघि बढाउने एजेन्डा किन सरकारको पहिलो प्राथमिकतामा परेन? हो, यसले के देखाउँछ भने जेनजी आन्दोलन सरकारका लागि आफ्नो कमजोरी र अकर्मण्यता लुकाउने एउटा सजिलो बहाना बनेको छ। यसले त सिधै नेतृत्वको भूमिकामाथि प्रश्न उठाउँछ। मुख्यमन्त्री यामलाल कौडेलले पदभार ग्रहण गर्दा बजेट कार्यान्वयनलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने भनेर निकै जोडतोडले भन्नुभएको थियो। हो, उहाँले निकै ताइमझामका साथ मन्त्रीहरूसँग 80% भन्दा बढी बजेट कार्यान्वयन गर्ने लक्ष्यसहित कार्य सम्पादन सम्झौतामा हस्ताक्षर पनि गराउनु भएको थियो। त्यसले सुरुमा एउटा सकारात्मक आशा जगाएको थियो। तर प्रतिबद्धता र कार्यान्वयन बीच ठूलो खाडल देखियो।
रिपोर्टले के औल्याउँछ भने मुख्यमन्त्री कौडेल पछिल्लो समय सरकारी काम भन्दा पार्टीको गतिविधिमा बढी केन्द्रित हुनुभयो। हो, उहाँ नेकपा एमालेको 11औं राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुनुभयो, जहाँ उहाँ सचिव जस्तो महत्त्वपूर्ण पदमा निर्वाचित पनि हुनुभयो। छैन 185वटा ठूला आयोजनाको ठेक्का लागेको छैन। त्यस्तो बेला प्रदेशको प्रमुख कार्यकारीको ध्यान कहाँ हुनुपर्थ्यो? यो एउटा गम्भीर प्रश्न हो। उहाँको अनुपस्थितिमा प्रदेश सरकार अभिभावकविहीन जस्तै बन्यो। एकदम। उहाँ भर्खरै महाधिवेशन सकेर सुर्खेत फर्केर सरकारी काममा लाग्न थाल्नु भएको छ। फर्किए लगत्तै उहाँले प्रदेश सभाको पुनर्निर्माण भइरहेको भवनको अनुममन गर्नुभएको खबर पनि छ। यो सकारात्मक कदम हो, तर यो पर्याप्त छैन। प्रश्न फेरि पनि प्राथमिकताकै हो। घरमा आगो लागिरहेको बेला घरको मुलीले पहिले आगो निभाउनतिर लाग्नुपर्छ। यहाँ प्रदेशको विकासमा आगो लागे जस्तै अवस्था छ। अनि कर्णालीमा बजेट कार्यान्वयनको समस्या यो वर्ष मात्रै देखिएको पनि होइन, होइन? होइन, यो त प्रदेश स्थापना भएदेखिकै एउटा दीर्घकालीन रोग हो। हरेक वर्ष अर्बौं रुपियाँ विकास बजेट फ्रिज हुन्छ। एउटा चक्र जस्तै भइसक्यो। पहिले कर्मचारी अभावलाई दोष दिइन्थ्यो, तर अहिले सांसदहरूले नै भन्न थालेका छन् कि जनशक्ति लगायत सबै कुरा पर्याप्त हुँदा पनि नतिजा देखिन सकेको छैन। यसले त के प्रमाणित गर्यो भने समस्या स्रोत साधनको होइन। होइन, समस्या नियत, इच्छाशक्ति र प्रशासनिक क्षमताको हो। नेतृत्वले प्रतिबद्धता जनाएर मात्र पुग्दैन, त्यसलाई कार्यान्वयन गराउन दिनरात खट्नुपर्छ, जुन कुरा यहाँ देखिएको छैन। आजको विश्लेषणलाई अन्त्यतिर ल्याउँदा केही मुख्य कुराहरू स्पष्ट भएका छन्। पहिलो, कर्णाली प्रदेश सरकार बजेट खर्च गर्न नराम्रोसँग छुकेको छ, विशेष गरी विकास निर्माणका काममा। एकदम। प्रशासनिक खर्च चलिरहे पनि विकासको काम ठप्प छ। दोस्रो, कृषि र भौतिक पूर्वाधार जस्ता विकासका मेरुदण्ड मानिने मन्त्रालयहरूको प्रदर्शन सबैभन्दा निराशाजनक छ, जसले सरकारको प्राथमिकतामाथि नै प्रश्न उठाएको छ। यो कुनै एक पार्टीको मात्र नभएर समग्र राजनीतिक नेतृत्वको असफलता हो। तेस्रो, जेनजी आन्दोलनलाई एक कारणको रूपमा देखाइए पनि त्यसपछिको सरकारी निष्क्रियताले यसलाई कमजोरी लुकाउने बहानाको रूपमा बढी प्रयोग गरिएको हो कि भन्ने देखिन्छ। र अन्त्यमा नेतृत्वले सुरुमा देखाएको प्रतिबद्धता र पछिल्लो कार्यशैली बीच ठूलो अन्तर छ। तर यो केवल तथ्याङ्क र प्रतिशतको खेल मात्र होइन, यसको पछाडि ठूलो मानवीय मूल्य लुकेको छ। त्यो मानवीय मूल्यलाई अलिकति व्याख्या गरौँ न। खर्च नभएको त्यो अर्बौं रुपैयाँले के फरक पार्थ्यो होला कर्णालीमा? एकदमै महत्त्वपूर्ण प्रश्न। खर्च हुन नसकेको हरेक रुपैयाँ कर्णालीका नागरिकले गुमाएको विकासको अवसर हो। त्यो बन्नुपर्ने एउटा बाटो हुन सक्छ जसले एउटा दुर्गम गाउँलाई बजारसँग जोड्थ्यो, र त्यहाँका किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँथे। हो, त्यो एउटा सिँचाइ आयोजना हुन सक्छ जसले 100औं हेक्टर जमिनमा हरियाली ल्याउँथ्यो, वा त्यो कृषिमा आउनुपर्ने कुनै सुधार हुन सक्छ जसले उत्पादन बढाएर खाद्य सुरक्षा सुनिश्चित गर्थ्यो। मतलब यो बजेट फ्रिज हुनु भनेको कर्णालीका जनताको सपना र सम्भावना फ्रिज हुनु हो। ठ्याक्कै। त्यसो भए आजको छलफललाई एउटा अन्तिम विचारमा आएर बीच मारौँ। भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ताले भने जस्तै केही समयपछि खर्चको अवस्था सुधार होला भन्ने आशा त गर्न सकिएला। आशा गर्न सकिन्छ, तर हामीले देखेको प्रमाणले अर्कै कुरा भन्छ। यसले एउटा गहिरो प्रश्न छोडेर जान्छ। प्रश्न थियो, के यो सरकारी संयन्त्रको सामान्य प्रक्रियागत ढिलाइ मात्र हो, वा यो कर्णाली प्रदेशको शासन प्रणालीमा गहिरो जरा गाडेर बसेको दीर्घकालीन समस्याको सङ्केत हो? र अब उत्तर स्पष्ट छ जस्तो लाग्छ। हो, सबै प्रमाणले के देखाउँछ भने यो प्रक्रियागत ढिलाइ मात्र होइन। जब प्रतिबद्धता र कार्यशैलीमा यत्रो खाडल देखिन्छ, जब राजनीतिक गतिविधिले विकासलाई ओझेलमा पार्छ र जब अकर्मण्यतालाई लुकाउन बहानाबाजी गरिन्छ, तब यो कर्णालीको शासन प्रणालीमा गहिरो जरा गाडेको प्रणालीगत कमजोरी हो भन्ने स्पष्ट हुन्छ। यो कथा हरेक वर्ष दोहोरिनु नै यसको सबैभन्दा ठूलो र दुःखद प्रमाण हो।